के छ साथी हो, हामीले चाहिँ यो कोर्सेट लाछुटुरी बनाउनको लागि चाहिँ सुरुमा ग्रिन धागो लिनुपर्ने हुन्छ। अनि हामीले 12वटा चेन बनाएर अनि पात बनाउने, फेरि 25वटा चेन बनाएर पात बनाउने गर्नुपर्छ। पात बनाउन चाहिँ यहीँ मैले सिकाइरहेको छु। अनि यो भिडियो हेरेर चाहिँ गराउन सक्नुहुन्छ। अब चाहिँ हामीले फ्लावर बनाउनु पर्ने हुन्छ। फ्लावर बनाउनको लागि चाहिँ हामीले सुरुमा म्याजिक रिङ बनाएर म्याजिक रिङमा चाहिँ 9 चोटि बुन्नु पर्ने हुन्छ। यसरी अनि टाइटिङ गरेर अनि त्यो धागो चाहिँ अहिले काट्नु हुँदैन। पछि फेरि फ्लावर बुन्दा बुन्दा अनि लुज भयो भने फेरि टाइट गर्नुपर्ने हुन्छ। अनि अब चाहिँ व्हाइट र पिङ्क दुईटै फुल रेडी भइसक्यो।
यो फुलहरूलाई कहाँ कहाँ अट्याच गर्ने भनेर चाहिँ प्लेस गर्नुपर्छ। हामीले अट्याच गरेपछि एक्स्ट्रा निस्केको त्यो दाग हुन्छ नि त्यसलाई काटेर यसरी फाल्नुपर्ने हुन्छ। अनि फालेपछि चाहिँ लाइटरले त्यो हल्का त्यो चलाइदियो भने अलिक सेक्योर हुन्छ। त्यतिकै छोडे पनि हुन्छ, तर आफ्नो विस हो, अलिक सेक्योर हुन्छ भने चाहिँ चलाउन सकिन्छ। अनि तर अब हाम्रो लाचेटोरी रेडी भइसकेको छ। यसलाई भोलि मैले अब बुझाउनु पर्ने हुन्छ मेरो फर्स्ट अर्डर। अनि हजुरहरूलाई कस्तो लाग्यो भिडियो? राम्रो लाग्यो भने सब्सक्राइब कमेन्ट गर्न नभुल्नु होला।